समाज विकासका सवालमा सुदूरपश्चिम प्रदेश सरकारले गरेका विकासका योजनाहरूबारे हामी आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय मन्त्री मेघराज खड्काजीसँग छोटो मिठो कुराकानी गर्नेछौँ। सर्वप्रथम सरलाई स्वागत छ। धन्यवाद। हामीले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री को हैसियतले सामाजिक विकासमा के कस्ता कार्यहरू सामाजिक विकास मन्त्रालयले गरिराखेको छ, यसमा छोटोमा बताइदिनुहोस् न। सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र शिक्षा, स्वास्थ्य, युवा, खेलकुद, महिला बालबालिका, श्रम रोजगार, ज्येष्ठ नागरिक लगायत समाज कल्याणका क्षेत्र पर्छन्। हामी ती सबै क्षेत्रमा अब चाहिँ शिक्षाको क्षेत्रमा हामीले अहिले सिकाइलाई उपलब्धिमूलक कसरी बनाउने, शिक्षाको गुणस्तरलाई कसरी बढाउने भन्ने किसिमले टिचर्स ट्रेनिङका प्रोग्रामहरू लगायतका कार्यक्रमहरू र शिक्षालाई प्रविधिसँग जोड्ने विषयको कुरा पनि हामी सपोर्ट गरिरहेछौँ। संविधानले मावि तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ, तर तैपनि हामीले चाहिँ नि स्थानीय लेभलमा आबी माविहरूमा भौतिक निर्माणमा सहयोग, भौतिक पूर्वाधारमा सहयोग, आइसिटीमा सहयोग, अन्य चाहिँ शिक्षकको क्यापेसिटी बिल्डअपमा सहयोग गरिराखेका छौँ। त्यस्तै गरी स्वास्थ्यको क्षेत्रमा पनि हामी स्वास्थ्य सुधारका कार्यक्रमहरू अब सुदूरपश्चिममा कुपोषणको अवस्था देखिया छ, कुपोषण घटाउनका लागि पोषण सम्बन्धी कार्यक्रमहरू पनि छन्। सँगसँगै अहिले जिल्ला स्थित हस्पिटलहरूको क्षमता वृद्धि गर्ने, उनीहरूलाई इक्विपमेन्ट नभएका ठाउँमा वेल इक्विपमेन्टलाई कसरी गर्ने, सँगसँगै अब स्वास्थ्य क्षेत्रमा अहिले 9 जना सुदूरपश्चिम सरकारले विगतदेखि पढाउँदै आएको समावेशी सहितको गरेर 9 जना विद्यार्थीहरूलाई छात्रवृत्तिमा हामीले चाहिँ के भन्दाखेरि MBBS पढाइराखेका छौँ। त्यसको साथै सीमान्तकृत महिला छात्राहरूका लागि प्राविधिक शिक्षा पनि हामीले यस वर्षबाट सुरु गरेका छौँ। महिला शिक्षिकालाई लागत साझेदारीका आधारमा स्वास्थ्य बिमा कार्यक्रम गरेका छौँ। त्यस्तै श्रम रोजगारको क्षेत्रमा सुरक्षित आप्रवासन कार्यक्रम लागू भएको छ। त्यसमा चाहिँ अहिले विदेशमा वैदेशिक रोजगारमा जाने नेपालीहरू अहिलेसम्म 82 लाख नेपाली चाहिँ वैदेशिक रोजगारमा श्रम स्वीकृति लिएर गएको अवस्था छ र त्यो स्वीकृति लिएर विदेशमा जाँदाखेरि सकेसम्म स्वदेशमै रोजगारी गरौँ, नसकिएन भने विदेशमा रोजगारी जाँदा पनि सही सूचना लिएर जाउँ, सिप सिकेर जाउँ र अहिलेभन्दा बढ्ता सिप हामी सिकेर गयो भने अहिलेभन्दा बढ्ता हामी कमाइ गर्न सक्छौँ भन्ने किसिमले त्यो कार्यक्रम अहिले हाम्रो 9 जिल्लामा हामीले प्रारम्भ गरेका छौँ। हरेक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एकजना श्रम आप्रवासन केन्द्र राखेर त्यसलाई चाहिँ नि पासपोर्ट लिन आउने व्यक्ति र उनका परिवारलाई हामीले त्यो जानकारी दिने, उहाँहरूलाई सबै किसिमका कानुनी व्यवस्थाहरू कसै पनि बिचौलियाहरूबाट नठगिनु भन्ने किसिमका कुराहरूका लागि त्यो प्रारम्भ गरेको छु। अस्ति मात्र मैले 2टा जिल्लामा म आफै गएर त्यसको शुभारम्भ भएको छ, अरू जिल्लामा पनि शुभारम्भ भइरहेको छ। त्यस्तै खेलकुदका क्षेत्रमा अब खेलकुदका गतिविधिहरू अगाडि बढिरहेका छन्। राष्ट्रिय खेलकुदका लागि हामीले प्रदेश छनौटसम्म छनौट गरिरहेका छौँ। राष्ट्रपति रनिङ सिल्डहरू जिल्ला जिल्लामा प्रारम्भ भइरहेका छन्। राष्ट्रिय खेलकुदका लागि प्रदेश स्तरीय छनौट गरेर हामीले आगामी राष्ट्रिय खेलकुदमा सहभागिताका लागि चाहिँ खेलाडीहरूलाई क्लोज क्याम्पमा राख्ने कुराहरू भएको छ। थुप्रै क्षेत्र छ हाम्रो। अहिले सुदूरपश्चिमका 90% मान्छेहरू वैदेशिक रोजगारीमा जाने मध्येका 90% मान्छेहरू भारतमा जान्छन् भन्ने कुरा आएको छ। तर भारतमा श्रम स्वीकृति नलिनुपर्ने, भारतमा जानेहरूको कुनै तथ्याङ्क नहुने हुनाले भारतमा जाने मान्छेहरूको स्थिति के हो त, के कस्तो अवस्थामा छन्, उहाँहरूले कतिको दुःख भोगिराखेका छन्, ती विभिन्न घटनाहरू पनि घटेका छन्। त्यसबारेमा पनि के गर्न सक्छ सरकारले भनेर अहिले अध्ययन गर्नका लागि भर्खरै हामी अब सूचना प्रकाशित गर्ने एउटा चाहिँ यो
कुनै कम्पनी कन्सल्ट्यान्ट हायर गरेर उनीहरूबाट भारतमा बसेको जाने रोजगारीमा जाने मान्छेहरूको स्थिति के हो र भनेर अब हाम्रो श्रम तथा रोजगार नीति निकट भविष्यमा आउँदैछ, फाइनल ड्राफ्टमा छ। त्यसकारणले अब बनाउने श्रम र रोजगार नीतिमा खाली वैदेशिक रोजगार अरू मुलुकमा तेस्रो मुलुकमा जानेहरूलाई मात्र होइन, भारतमा जाने श्रमिकहरूका लागि पनि केही सम्बोधन गर्न सकिन्छ। खुला बोर्डर छ, अरू ठाउँको जस्तो श्रम स्वीकृति लिनुपर्ने नपर्ने भावनाले धेरै कुरा गर्न सकिँदैन, तर तैपनि कसरी चाहिँ केही कुराहरू हामी व्यवस्थित गर्न सक्छौँ कि भन्ने हिसाबले हामी अगाडि बढिरहेका छौँ। धेरै कुराहरू आमूल परिवर्तन ल्याउन नसके पनि हामी केही परिवर्तन ल्याउने प्रयत्नमा छौँ। हामीले भर्खरै जेसी नीति म आइसकेपछि लैङ्गिक समानता र समावेशीकरण नीति भनेर ल्यायौँ। त्यसपछि अपाङ्गता सम्बन्धी नीति हामीले पास गरेका छौँ। बाल अधिकार नीति हाम्रो चाहिँ ड्राफ्ट फाइनल भइसक्यो। श्रम तथा रोजगार नीति आउँदैछ। त्यो नीतिका आधारमा बसेर हामीले आगामी कार्यक्रमहरू लन्च गर्ने विषयमा हामी त्यसरी सोच्दैछौँ। सुदूरपश्चिम प्रदेशमा नागरिक समाज र सामाजिक सङ्घ संस्थाहरूले के कस्ता कार्यहरू गरिरहेका छन् र तिनीहरूले गर्ने कार्यले समुदायमा कस्तो किसिमको प्रभाव परेको यहाँले देख्नुहुन्छ? सुदूरपश्चिम प्रदेशमा काम गर्ने सामाजिक सङ्घ संस्थाहरू धेरै के अरे हामीसँग समन्वयमै हुन्छन्। हामी कतिपय कार्यक्रमहरू हामीसँग साझेदारीमा पनि भइरहेका छ, कतिपय कार्यक्रमहरू उहाँहरूले गर्नुभएको छ, त्यसमा प्रदेश सरकार सँग पनि समन्वय भएको छ। र अहिले केही कार्यक्रमहरू तपाईँलाई थाहै छ, अमेरिकाले युएसएआइडीको चाहिँ बजेट रोकेपछि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मध्य प्रदेशमा उहाँहरूको ज्यादा कार्यक्रमहरू थियो। अहिले सुदूरपश्चिम प्रदेशकै 88वटा पालिकामा एउटा कार्यक्रम सुहारा मार्फत स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम थियो, त्यो स्थगित भएको छ भन्ने कुरा आएको छ। त्यस्ता केही कुराहरू प्रभावित पनि भएका छन्। तर शिक्षा, स्वास्थ्य, बालबालिका र विभिन्न क्षेत्रमा विभिन्न सामाजिक संस्थाहरू काम गरिरहेछन्। ती सामाजिक संस्थाले कुन क्षेत्रमा काम गरिरहेछ त्यसको अपडेट लिने कुराहरू पनि हामीले अहिले गरिरहेका छौँ। समन्वय गरेर काममा डुप्लिकेसन नहोस्, कार्यक्रमको डुप्लिकेसन नहोस् भनेर त्यस किसिमले पनि त्यो हामीले अपडेट लिने सुरुवात गरेका छौँ। म आइसकेपछि पनि सुदूरपश्चिममा कार्यरत सङ्घ संस्थाहरूसँग एउटा चाहिँ हामीले मिटिङ गरेका छौँ। हाम्रो चाहिँ प्राथमिकता यो हो, हाम्रो सरकारको प्राथमिकता यो हो र तपाईँहरूले काम गर्दै गर्दा हाम्रा प्राथमिकतालाई पनि मध्यनजर गरेर अगाडि बढ्नुपर्छ भनेर एक किसिमको यो नयाँ उहाँहरूको यो जनवरी आउनुभन्दा अगाडि नै अगाडि गरौँ भनेर हामीले नोभेम्बरको लास्टतिर उहाँहरूसँग पनि मिटिङ गऱ्यौँ। मन्त्रीज्यूले अहिले दार्जिलिङ निकायको कुरा पनि गर्नुभयो। दार्जिलिङ निकायले अहिले चाहिँ स्रोत कट्टी गरेको अवस्था पनि छ। यसले समुदायमा कस्तो असर पर्ला के देख्नुहुन्छ यहाँले? सबै जातीय निकायले स्रोत कट्टी गरेको अवस्था होइन। अमेरिकामा अब डोनाल्ड ट्रम्प आइसकेपछि केही कुराहरू अब अहिले आएको करिब मैले पनि समाचारमा सुनिराखेको छु। 1 अरब 62 करोड कति यस्तै समथिङ 1.5 अरब जति डलर जति चाहिँ स्रोत कट्टी चाहिँ अमेरिकाबाट भएको छ। एमसिसी लगायत धेरै प्रोजेक्टमा भन्ने आएको छ, युएसएआइडी र एमसिसी। अरू जातीय निकायको त त्यसरी चाहिँ स्रोत कट्टी भएको ठ्याक्कै रोकेको अवस्था होइन, अब देखिँदैन। विशेष गरिकन अमेरिकाबाट त्यो आयो भन्ने सही छ। नेपाल कम विकसित राष्ट्रबाट सन् 2026मा विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दैछ। यसका लागि प्रदेशको तयारी कस्तो छ? विकासोन्मुख राष्ट्रमा प्रवेश गर्ने हाम्रा दिगो विकासका लक्ष्यहरू हामीले निर्धारण गरेका छौँ। सङ्घीय सरकारले गरेका छ, प्रदेशको त्यसभित्र प्रदेशका कार्यक्षेत्रहरू पनि छन्। अब हाम्रो मन्त्रालयको हकमा भन्ने हो भने शिक्षा र स्वास्थ्यको स्थितिमा हामीले कहाँ पुग्नुपर्छ त हामीले बिचमा मध्यावधि समीक्षा पनि गरेका छौँ स्वास्थ्यका बारेमा। स्वास्थ्यको अहिले हाम्रो मातृ मृत्युदर, बाल मृत्युदर, त्यसपछि गएर हाम्रो पोषणको अवस्था, हाम्रो चाहिँ औषध आयु, यी विभिन्न विषयहरूमा हामीले चाहिँ
बिचमा समीक्षा पनि गरेका छु। अब यसलाई कसरी चाहिँ हाम्रो टार्गेटलाई कसरी मिट गर्ने भन्ने विषयमा हामी हाम्रा कार्यक्रमहरू त्यहाँतिर केन्द्रित गर्नुपर्छ भन्ने छ। त्यस्तै शिक्षा अन्य क्षेत्रहरूमा पनि त्यो छ। तर अब समग्र अहिले चाहिँ स्थिति जो नेपालको देखिराखेको छ, तपाईले 2026 भन्नुभयो, मलाई 2030 लाग्छ जस्तो लाग्छ। 2024 थियो, 2024बाट अहिले 26मा भनेको छ। 26। त्यसैले चाहिँ अब त्यो किसिमले अब कार्यक्रम त अगाडि बढाएको छन्, तर अब बजेटको न्यूनता छ। हाम्रो प्रदेश सरकारहरू भने, सरकार संरचनाहरू भने कतिपय कुराहरू संविधानले दिएको, संविधानले बाँडफाँड गरेका अधिकारहरू पनि प्रदेशले कार्यान्वयन गर्न नसकेको अवस्था छ, तपाईँलाई थाहै छ। अर्को आन्तरिक स्रोत पनि चाहिँ हामीले बढाउन नसकेको अवस्था छ हामीसँग। र सङ्घीय अनुदान, सशस्त्र अनुदान होस् या चाहिँ सामान्यकरण अनुदान होस् या राजस्व बाँडफाँड लगायतका विभिन्न शीर्षकमा सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान पनि चाहिँ घट्दो क्रममा छ। हिजोभन्दा घटेको छ। यसैपालि पनि सङ्घीय सरकारले बजेट रिभ्यू गर्यो। रिभ्यू गर्ने क्रममा 2 खरब जतिको बजेट घटाएको छ। त्यो घटाउँदै गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई दिने वित्तीय अनुदान पनि घटेको छ। त्यो स्थिति छ। त्यसैले गर्दाखेरि धेरै हामीले सोचेअनुसारको, जनताले गरेको अपेक्षा अनुसारको कामहरू अगाडि बढ्न नसकेको कुरा यथार्थ हो। तर भएको सीमित स्रोत साधनमा हामीले कसरी राम्रो गर्न सकिन्छ भन्ने हाम्रा प्रयत्नहरू जारी छन्। प्रदेशमा निर्माण हुने कानुन र नीति निर्माण प्रक्रियामा नागरिक समाज र समिति संस्थाहरूको सहभागिताको लागि नीतिगत व्यवस्था कस्तो छ? प्रदेशमा हुने कानुनको लागि त अब हाम्रो सरकारले पनि कानुनको निर्माण गर्दै गर्दा तपाईको चाहिँ नि सरकार राख्ने पक्षहरूसँग छलफल गरेर मस्यौदा गर्दा नै गर्ने चलन छ। त्यसपछि गएर हामी संसदमा पेश गरिसकेपछि पनि हामीले विभिन्न सरकार राख्ने समुदायसँग छलफल अगाडि बढाएका छौँ। उदाहरणका लागि तपाईँ स्थानीय सेवा ऐनकै कुरा गर्छु। स्थानीय सेवा ऐन अहिले बल्ल समितिबाट पास गरे। लामो समयसम्म समितिले विभिन्न पालिकाहरूमा गएर सरकार राख्ने मान्छेहरूसँग आफ्ना धारणाहरू लिने, उहाँहरूका धारणाहरू लिने, कस्तो ऐन बनाउँदा राम्रो हुन्छ भनेर सरकार पक्षहरूसँग धेरैजसो ठाउँमा, धेरैजसो जिल्लामा गएर उहाँहरूले चाहिँ उहाँहरूका विचारहरू सुन्ने कामहरू गर्नुभयो। त्यस्तै अरू अहिले हामीले विश्वविद्यालय, टिकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको मस्यौदा गर्दै गर्दा हामीले चाहिँ नि पहिला चाहिँ नि छलफल केही विद्युत वर्गहरूसँग, सरकार राख्ने व्यक्तित्वहरूसँग, प्रोफेसरहरूसँग हामीले छलफल गऱ्यौँ र छलफलपछि मात्रै हामी मन्त्री परिषदमा लैजाने प्रक्रियामा अगाडि बढ्यौँ। त्यसैले पहिलो नम्बरमा हामी कुनै कानुन मस्यौदा गर्दै गर्दा पनि हामी सरकार राख्ने पक्षहरूसँग छलफल गर्छौँ। मस्यौदा तयार गरेर मन्त्री परिषदले पास गरेर संसदमा पेश भइसकेपछि पनि सम्बन्धित समितिमा जाँदै गर्दा पनि सम्बन्धित समितिले पनि विभिन्न सरकार राख्ने समुदायसँग छलफल गर्छ। त्यो ऐनसँग सरकार राख्ने समुदायसँग छलफल गरेकै छ। त्यसैले गर्दाखेरि त्यसरी चाहिँ नि अनि त्यो मिडियामा पनि आउँछ, साम सञ्चार माध्यमहरूले पनि त्यसमा टिका टिप्पणीहरू गर्नुहुन्छ। त्यो टिका टिप्पणीका आधारमा पनि त्यसलाई कसरी चाहिँ राम्रो उत्कृष्ट बनाउन सकिन्छ भन्ने प्रयत्नहरू हुन्छन्। सङ्घीय संरचना अनुरूप सामाजिक सङ्घ संस्था दर्ता, नियमन र परिचालन सम्बन्धी कानुन परिमार्जन नभएको अवस्थामा नियमनमा के कस्ता समस्याहरू छन्? नियमनमा समस्या भनेको के हो भने अब सङ्घीय संरचना अनुसारको दर्ता परिचालन भनेको अब सङ्घ संस्थाहरू दर्ता जिल्ला प्रशासनमा हुन्छन्, त्यो जिल्ला प्रशासन कार्यालय हुन्छन्। तर सङ्घ संस्थाको दर्ता कुन संस्थाहरू सुदूरपश्चिमभित्र कार्यरत छन् र तिनीहरूलाई चाहिँ नि कुन क्षेत्रमा काम गरिरहेछन् त्यो कुराहरू हामी हेर्न सक्छौँ। त्यस कारणले हामीले चाहिँ नि ती सङ्घ संस्थाको काममा डुप्लिकेसन नआओस् भन्ने किसिमले हामीले सोचिरहेका छौँ। त्यो किसिमको चाहिँ
काममा हामीले चाहिँ नि समन्वय गरिरहेका छौँ। अब सङ्घ संस्थाको नियमन गर्ने आफ्ना निकायहरू छन्, त्यो निकायले गर्ने कामहरू गर्छ। प्रदेश सरकारले कसरी चाहिँ नि हाम्रो प्राथमिकतामा रहेका कामहरूलाई हामी सरकारले आफै गर्ने र सङ्घ सरकारले कुनै सङ्घ संस्थासँग साझेदारीमा गर्ने कामहरू पनि गर्छौँ। त्यो साझेदारीमा गर्ने विषयमा पनि हामीले चाहिँ नि हाम्रा प्राथमिकताहरू सङ्घ संस्थासँग कोर्डिनेसन गरिराखेका हुन्छौँ। सामाजिक सङ्घ संस्था र प्रदेश सरकार बीच सहकार्यको अवस्था कस्तो छ? अनि नागरिक समाज र सामाजिक सङ्घ संस्थालाई सहकार्यका लागि यहाँले के भन्न चाहनुहुन्छ? के सुझाव छ त? सामाजिक सङ्घ संस्था र सरकारका बिचमा पटक हामीले चाहिँ नि सहकार्य हुन्छ। उहाँहरूले पनि हामीलाई हाम्रो सरकार राख्ने मन्त्रालय भएको हुनाले हामीलाई बोलाइराख्नुहुन्छ। हामीले पनि आफ्ना सुझावहरू दिइराखेका हुन्छौँ। कतिपय कार्यक्रमहरू हाम्रा र चाहिँ सङ्घ संस्थाका साझेदारीमा हुन्छन्, साझेदारीमा भएका कार्यक्रम पनि छन्। कतिपय कार्यक्रमहरू उहाँहरूले सिधै समाज कल्याण परिषद मार्फत उहाँहरूले यहाँ कार्यक्रम ल्याउनुहुन्छ। भए पनि त्यसमा धेरैजसो सङ्घ संस्थाकोसँग हाम्रो कोर्डिनेसनै हुन्छ। कोर्डिनेसन भएर नै अगाडि उहाँहरू गइराख्नु भएको छ। कमसेकम हामीलाई जानकारीसम्म यो संस्थाले यो ठाउँमा यो काम गरिरहेछ भन्ने हुन्छ। त्यो बाहेक पनि केही छ कि भनेर हामीले धेरैजसो सुदूरपश्चिममा काम गर्ने संस्थाहरूको एउटा चाहिँ रेकर्ड कति छन् त भन्ने किसिमले पनि हामीले चाहिँ उहाँहरूको चाहिँ त्यो लिने गरेका छौँ। नागरिक समाज मैत्री वातावरण सिर्जना गर्नका लागि सामाजिक विकास मन्त्रालयको तर्फबाट यहाँका प्रतिबद्धताहरू के हुन सक्छन्? नागरिक समाज मैत्री वातावरण बनाउन त नागरिक समाजका कुराहरू सुन्ने, उहाँहरूको विचारहरू सुन्ने, त्यो अनुरूपका आफ्ना कार्यक्रमहरू योजनाहरू अगाडि बढाउने हो। त्यस किसिमले हामीले विभिन्न बेलामा हामीसँग हाम्रा मन्त्रालयसँग सरोकार राख्ने नागरिक समाजसँग हामीले छलफल अन्तर्क्रियाहरू गरिराखेका हुन्छौँ। त्यसका आधारमा उहाँहरूका सुझावका आधारमा हामीले चाहिँ समन्वय गरेर अगाडि बढाएका हुन्छौँ। त्यसकारणले कतिपय कुराहरू हाम्रो सीमित स्रोत साधनका बिचमा समेट्न पनि नसकिया होला, तर हामीले अधिकतर चाहिँ नागरिक समाजको कुरा सुनेका हुन्छौँ। नागरिक समाज र हाम्रो बिचमा समन्वय भइरहेका हुन्छ। धन्यवाद। यो छोटो समयको लागि धेरै धेरै धन्यवाद। हस्त।